बाबा तपाईले किने अनि त्यही कटु लाथ्यो नि घरमा त्यही कटु र टी-सर्ट लाएर चप्पल लाएर गएको अन्दाजर राइट त्यहाँ अहिले हामी बसेतिर हैन साँझ भएपछि सबै यति हाकोट लाएर मेक्सी लाएर मजाले देखाए ताल त हत्रा त केही नि हुँदैन बजार लाने त खासै लाज नलाग्ने के मान्छे फेरि एउटा कुरा के हुन्छ नि आफ्नो साधन भएपछि जस्तरी हिँड्नु भयो के मतलब भएन अनि त्यसपछि जागरण साधन कस्तो कस्तो भयो यहाँ हेर्नु न नसा हेर्छन् गाडी चढ्न पाएन सिटमा बसेकाले मुखा हेरेर हामी कति ख्याल गर्छु चढ्न पाएन त्यो गाडी चढ्न पर्ने त्यो सिटमा बसेकाले यसरी हेर्ने बाह्र चरा लाना कति राम्रो चम्को ढल्नी ओ माय गॉड वाउ त्यो हेरेर कति राम्रो रुख कस्तो बाँसिलो रुख हरियो पात है दिस इज रुख हो गाइस भन रुख यो रुख हो बाङ्गुटिङको रुखहरू ताल चाहिँ दामी छ के मलाई ताल चाहिँ त्यहाँ छ त्यहाँ हो त हामी त्यहाँ पुलबाट म पुल हेरिहाल्छ पहिला यहाँ जुम गरेर पुल देखियो पुल छ त्यहाँ त्यहाँबाट बसिसकेछ सिलसिला नेपाली पुल गीत छ कति ठुलो पानी त्यहाँ बिचमा गरे टम्नेखा बकुल त अगाडि पुलबाट जानु यो चाहिँ तालो ठुलो हामी जानु भयो नबुझेको चाहिँ म त के भन्नु त्यहाँबाट यति ठुलो ताल अनि त्यहाँ चाहिँ डुङ्गा चढी जस्तै छ पाइने हो कि नाइ त्यो पनि थाहा छैन कताबाट जानुपर्छ त्यहाँ बिचमा गएर फोटोसुट गर्ने यस्तो राम्रो हुन्छ ढुङ्गा एउटा मात्र हो र ढुङ्गा एउटा मात्र हो ऊ त्यहाँ त ऊ काटिसक्नु भयो काट्नु भयो होइन काट्नु भयो उसको मात्रै भित्र आएको मात्रै टिकट काट्नु खै त नि त्यो राम्रो त्यो फुल कस्तो कमलको फुल हो क्या है छैन